अर्को दिन शनिबारको दिन आज पनि भिनाजु र म आएको छौँ। चाहिँ वार्म अप गरौँ हैन। हेर्नुभन्दा पहिला सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सबजनाले लाइक सेयर सब्सक्राइब गरिदिइसके पछाडि चाहिँ हाम्रो भिडियोतिर जाम। आज सुरुमा वार्म अप गरियो है त। वार्म अप आज चाहिँ लेगको गरेको है। यो भिडियो चाहिँ मैले पछि हाल्छु होला। आज दिउँसो हल्का काम छ त्यसको कारणले। अनि शनिबारको दिन गरियो। बिहान हल्का जाडो थियो र मैले हुडी लगाएर गएको थिएँ। तर जिम गर्ने बेलामा गर्मी भइहाल्ने, त्यही माथि फेरि बिहान पख हल्का जाडो हुन्छ, त्यस पछाडि घाम लागेपछि चाहिँ गर्न पनि मन नलाग्ने क्या, त्यस्तो टाइट हुन्छ क्या वो गर्मी। अनि त्यस पछाडि हल्का डम्बेल रोटेट गरियो हातमा। यो वार्म अप सेटै हो। हल्का टाउको साउको घुमाएर नि यसो काटेको पनि त। सबै वार्म अप भनेपछि शरीरमा पर्ने सबै गर्नु पर्यो नि त। स्ट्रेचिङ तन्किनु सबै पर्यो। अनि भन्दै थिएँ मैले गर्मी भएको थियो, गर्मी हुन्छ चाहिँ क्या गर्ने बेलामा। अब त्यो गरि नथाले पछाडि चाहिँ हुन्छ। यो चाहिँ अब बिहान चाहिँ 4:30 बजे जाडो थियो, त्यस पछाडि चाहिँ अब लगाउँदै गर्छु। गर्मी भयो नि त जिममा, त्यस पछाडि तन्काएर गरियो है त। त्यस पछाडि अब हाम्रो डम्बेल स्क्वाड हुन्छ है। त्यस पछाडि हामीले स्क्वाड हामीले 3 सेट गर्छौँ एक्सर्साइज। मैले भिडियो चाहिँ 1 सेटको बनाउँछु, नत्र टाइमै धेरै जान्छ। बिहानै गएको हुन्छ, त्यही माथि पनि गर्मी भएपछि गर्नु मन लाग्दैन घाम झुल्के पछाडि। त्यसको कारणले चाहिँ भिडियो चाहिँ एउटा सेटको बनाउँछु मैले। अरू क्लिपहरू अब सर्ट्सहरू राख्नको लागि बनाउँछु। सर्ट्सहरू पनि गएर चेक गरिदिनु होला। ल अब चाहिँ त्यसपछिको एक्सर्साइज चाहिँ हामीले लन्जेस गरिन्छ है। लन्जेस, वाकिङ लन्जेस। यसले चाहिँ मजाको पर्छ क्या एक्सर्साइज। अनि 1 राउन्ड उताबाट यता, अर्को राउन्ड 2 सेट, अर्को राउन्ड 3 सेट गरेर अनि त्यसरी गरिन्छ। अब फर्महरू बिग्रेको चाहिँ भन्नु होला होइन। फर्महरू चाहिँ म पनि नयाँ नै छु, सिकाउने जाने होला। र चाहिँ राम्रो सुझावहरू कमेन्ट गरिदिनु होला। यसरी हामीले लन्जेस पनि गरेर सक्छौँ है त। 3 सेट गरेर सकिन्छ। भिनाजुले र मैले पाले गर्छौँ। त्यसको कारण भिनाजुको नि राख्नुहुन्न भनेर धेरैले सोध्नुहुन्छ है मलाई पर्सनल्ली। त्यसको कारण भिनाजुले चाहिँ भिडियो बनाएको मन पराउनुहुन्न। भिनाजु चाहिँ एक्लै गर्न खोज्नुहुन्छ।
भिडियो नबनाइकन। त्यस अब चाहिँ लेग प्रेस है त। लेग प्रेसमा चाहिँ वेट अलि थपेर हानिरहेको थिएँ मैले। यो सेकेन्ड लास्ट सेटमा बनाएको थिएँ भिडियो है। लास्टमा हेभी हुन्छ अनि त्यसको कारणले अलि राम्रो बन्दैन कि भनेर मैले चाहिँ सेकेन्ड लास्टको धेरै जसोमा चाहिँ सेकेन्ड लास्टको गर्छु। लास्टको चाहिँ हेभी नै हुन्छ अनि फर्म पनि राम्रोसँग मिलेको हुँदैन। अनि लेग प्रेसमा चाहिँ फर्मको छैन, त्यस्तो फर्मको धेरै उयो गर्नुपर्छ भन्ने छ होइन। दुईवटा चाहिँ एउटै मसलको चाहिँ एक्सर्साइज गरियो है। अनि यो पनि 3 सेट गरेर सकिन्छ। जस म मोटिभेट भइरहेको छु पहिल्यैबाट किन गरिनछु भन्ने चाहिँ भइरहेछ जिम चाहिँ होइन। एकचोटि सुरुमा चाहिँ अल्छी लाग्छ, गर्दै गए पछाडि चाहिँ पहिल्यै आउनुपर्ने रहेछ जिम गर्न चाहिँ भन्ने फिल हुन्छ क्या। त्यो सबै अब जिम गर्नेहरूलाई सबैले थाहा छ होला है। कमेन्ट गरिदिनु कस्तो हुन्छ हजुरहरूलाई जिम जाँदा है। मलाई चाहिँ हल्का बानी परिसक्यो क्या, त्यसको कारणले चाहिँ ठिक भएको छ, मोटिभेट भइरहेको छु म। अब चाहिँ लेग राइजेस है त। त्यसपछि हामी जान्छौँ अर्को एक्सर्साइजमा है त। लेगको दिन चाहिँ त्यस्तो केही परे जस्तो लाग्दैन है। हेभी गरेको बेला हल्का हल्का गर्ने बेलामा पर्छ, नत्र चाहिँ भोलिपल्ट पर्सिपल्ट चाहिँ दुख्छ भनौँ न। दुख्छ भन्नाले राम्रो हिसाबमा दुख्छ है। दुख्न नै के राम्रो र नराम्रो भन्ने हुन्छ भन्नु होला। अब त्यो गरेपछि थाहा पाउनुहुन्छ मसल कस्तो हुन्छ लेगको है। मलाई चाहिँ त्यो दिन चाहिँ फिल हुँदैन, भोलिपल्ट चाहिँ फिल हुन्छ क्या। आज चाहिँ मैले बेल्ट लान छुटेको कारणले चाहिँ हल्का कम गरेको छु। हल्का सपोर्ट जस्तो पनि हुन्छ, सपोर्ट भनेर सपोर्ट भन्नु चाहिँ हुन्न कि, तर हल्का आफूलाई हल्का कन्फिडेन्ट भइन्छ भनौँ न गर्ने बेलामा चाहिँ छुटेर हल्का थोरै वेट गरेको छु मैले। यो पनि राम्रै गयो है त। त्यस पछाडि चाहिँ मैले काफको गर्छु है। अब पालो काफ राइजेस है त। अब काफ राइजेस बनाउन सक्यो है त। त्यसपछि चाहिँ हामीले गर्छौँ ह्यामस्ट्रिङको लागि डम्बेलले है। अब चाहिँ सोल्जरको स्टार्ट भयो है त। सोल्जर प्रेस मेसिनमा मेरो चाहिँ लेग गए पछाडि चाहिँ लेग र सोल्जरको पारा आउँछ है।
त्यस पछाडि चाहिँ सोल्डर प्रेस गरियो। एक्सर्साइज चाहिँ मैले रेगुलर सबै सेम नै हुन्छ, तर 1-2वटा चाहिँ चेन्ज गरेर गरिरहेको हुन्छ क्या। सधैँ एउटा 2टा एक्सर्साइज चाहिँ चेन्ज हुन्छ, अनि त्यो पनि अर्कोचोटि चाहिँ रिपिट हुन्छ। अनि त्यस पछाडि अर्को पालोमा चाहिँ अर्को त्यो 2टामा अर्को हुन्छ है, त्यसरी चाहिँ गरिरहेको हुन्छु। एक्सर्साइज चाहिँ 1-2टा एक्सर्साइज चेन्ज गरिरहेको हुन्छु भनौँ न। रेगुलर 3टा जति चाहिँ एउटै नै पर्छ, तर 2टा चाहिँ चेन्ज गरेर गरिरहेको हुन्छु क्या मैले। चाहिँ मैले एक्सर्साइज गरेर राख्ने भिनाजुले चाहिँ ठग्ने गर्नुभएको छ है। भिनाजुले चाहिँ बेला बेला ठग्न खोज्नुहुन्छ, यहाँ ठगिराख्नु भएको छ, यता र उता गरिराख्नु भएको छ होइन। मैले पछाडि भिडियो देखाउँदा चाहिँ बस्नुहुन्न जिममा भनेर यताउति गरेको हो भन्दै हुनुहुन्थ्यो। त्यस पछाडि सोल्डरको पनि गरियो है, गर्दै जानु। सोल्डरको पनि सकिन्छ है, अनि सबजनाले भिडियो पनि साथसाथै सकिन्छ। सबजनाले लाइक, सेयर, सब्सक्राइब है गरिदिनु है त। थ्याङ्क यू।